एउटा साडी किनिदिन्छु म लागे पनि मलाई ऋण एउटा साडी किनिदिन्छु म लागे पनि मलाई ऋण फेरि आयो मेरी बुढी माइत जाने दिन तीजदेखि दसैँ तिहार वर्षै पछि आउने हो तीजदेखि दसैँ तिहार वर्षै पछि आउने हो तिमीले साडी नकिन्दे त जागे लाउने हो तिमीलाई साडी सुहाउँछ जागेतिर नफस तिमीलाई साडी सुहाउँछ जागेतिर नफस 1 महिनाको छुट्टी दिन्छु धेरै नभए हे घरको काम गर्नु है तिमी आफै जानेर घरको काम गर्नु है तिमी आफै जानेर त्यसमा मै त गएर आउँछु तिहार माने घरमा बस्यो खाली कचकच मेरो जीवन दिक्कै छ घरमा बस्यो खाली कचकच मेरो जीवन दिक्कै छ 3 महिनाको छुट्टी माग्यौ त्यो नि ठिकै छ हे फोन गरेर नभन है भयो मलाई साह्रै धौ फोन गरेर नभन है भयो मलाई साह्रै धौ छोरछोरीलाई आफूसँगै पकाएर तिमी माइत जानी भन्छौ मेरो दिमाग थिर छैन तिमी माइत जानी भन्छौ मेरो दिमाग थिर छैन छोरा छोरी हुर्की ए एकछिन बोली मिठो तिम्रो छैनौ खासै असला एकछिन बोली मिठो तिम्रो छैनौ खासै असला बोका बेची धाउने हौ कि भट्टी पसा धेरै लामो छैन बाटो खासै हिँड्नै पर्दैन धेरै लामो छैन बाटो खासै हिँड्न पर्दैन डाँडा घरे साली आउँछिन् किन्न पर्दैन यसपालिको तिजमा बरु दराई खाँदिन यसपालिको तिजमा बरु दराई खाँदिन साइली माइली पटुल्नी भा माइतै जादिन थोरै माया दिनु भन्थे आजदेखि धेरै हो थोरै माया दिनु भन्थे आजदेखि धेरै हो बसे बस गए जाऊ हे तिज मेरो भन्दै तिमी हिँड्छौ जाडा खाएर तिज मेरो भन्दै तिमी हिँड्छौ जाडा खाएर उस भयो हिना बुढा साडी लाए त बस घरैमा कि माइतीमा हराइदेऊ कि त बस घरैमा कि माइतीमा हराइदेऊ कि त भने गाउँमा रोसी बन्द गर हे माइत जानी मेसो भए मैले कुरो मिलाउँछु माइत जानी मेसो भए मैले कुरो मिलाउँछु गाउँको रोसी बन्द होइन मुखै सिला छरा छिमेक दायाँ बायाँ सपर्दिनी मन भए छरा छिमेक दायाँ बायाँ सपर्दिनी मन भए किन खान्थे मैले रौसी गाउँमा बन भए